हेलो गुड मर्निङ नमस्ते वेलकम ब्याक टु आवर माई न्यू भिडियो साथीहरू। नेक्स्ट डे नेक्स्ट ब्लगका साथ हजुरहरू सामु उपस्थित भइरहेकी छु म माया श्रेष्ठ है। हजुरहरू सुस्त हुनुहुन्छ होला, मस्त हुनुहुन्छ होला, एकदम बेस्ट हुनुहुन्छ होला भन्ने आशाका साथ म आज गुड मर्निङ फेरि पनि है हजुरहरूको सामु हेर्नु न कस्तो दामी फुलेको न फुल हेर्नुहोस्। वाउ वाउ बेबी उहाँ छिन् कि हेरिराखेन मलाई। अनि कस्तो दामी आज चाहिँ साथीहरू म यता छु नेपालगञ्ज है, नेपालगञ्ज खजुरा छु हो। अनि के अरे मौसम आज क्लियर छैन, आज बिहानै धम्म बादल गरेको छ, यति गर्मी छ कि साथीहरू म बिहानै नुहाएँ पनि हेर्नु न कति गर्मी छ भन्ने कुरालाई यस्तरी थाहा हुन्छ। बिहानै मैले नुहाइसकेँ, कपडा पनि धोइसकेँ साथीहरू। हजुरहरूको त्यो के छ, कस्तो छ गर्मी भन्नुहोस् ल कमेन्ट द्वारा। तर साथीहरू अलिकति सो लाइक कमेन्ट सेयर सब्सक्राइब पनि गर्ने बानी बसलम ल सबैजनाले हो न ल। हाम्रो बेबीले गुड मर्निङ भन्ने गरे, यहाँ आउँछ छैन, यहाँ आउँछ, यता यता हो। सबैजना साथीलाई गुड मर्निङ नमस्ते भन। नमस्ते हो। सन्चै हुनुहुन्छ ए हो र? हजुर भर्खर उठ्नु भएको होइन हो र? के हो नि यो हातको? हजुर कति क्लासमा पढ्नुहुन्छ? 5 मा? ओ नो। अरू अनि आज स्कुल छ कि छैन? स्कुल छ आज? छैन होला, छैन आज सटरडे। आज र भोलि बिदा छुट्टी छ, छुट्टी छ होइन? भयो नबोल्ने अब सक्यो। अनि साथीहरू बेबी कुरा गर्न आएको अरे, अनि कुरा गरिसक्यो। अनि गर्मी लास्दै छ साथीहरू, मैले सुत्नै सकेन। कोलपुर र यहाँ पनि कति फरक है साथीहरू, कोलपुरमा छैन यस्तो गर्मी। म त आज रातभरि सुत्न सकेन साथीहरू, मच्छर त्यस्तै लागेर। आज हामी धेरैजना थियौँ नि त, सबै भेना सुतेको लगातार एउटै रुममा। अरे राम, घाम त साथीहरू यस्तो गर्मी छ कि नेपालगञ्जमा कुरै नगर्नु, मौसम यस्तै छ। हाम्रो दिदीको घरमा चाहिँ मकै पनि तयारी रेडी भइसक्यो, यो गरेर राखिसकेको खल्चाएर होइन। बेबी हाई वाउ। अनि साथीहरू यहाँ चाहिँ तरकारी रेडी भइसकेको छ। लौका हेर्नु साथीहरू, हजुरहरूलाई मनपर्छ कि नै? मलाई त एकदम मनपर्छ लौका। वाउ लौका हेर्नु साथीहरू मस्तो देख्छ। तर यहाँ के को दाग लागेछ? कालो लाग्छ होइन? किन यस्तो भएको बेबी? यहाँ चाहिँ सर्प जस्तो के घिरौँला फलेको छ साथीहरू, हेर्नुहोस् घिरौँला सर्प जस्तो। यहाँ फेरि सर्प जस्तै छ सेम, म त अघिकै हेरेको सर्प जस्तो लाग्यो कि घिरौँला। अनि यो लौका र घिरौँला रहेछ, भित्र अरू पनि छ। हेर्नुहोस् साथीहरू करेला, ओ माई गडनेस, ल हेर्नुहोस् साथीहरू करेला। हजुर करेला यहाँ पनि छ करेला, करेला फलेको रहेछ भर्खर। भित्र पनि के छ? अबे किरा, ओ नगर उधर धनिलो थियो। ए फाल उता टोक्छ, फाल उता फाल। अनि साथीहरू हामी चाहिँ यहाँ आँप साथीहरू, लौका त त्यहाँ माथि पो रहेछ साथीहरू। म त काँक्रा हेर्नु साथीहरू, आँप र लौका बराबर फलेर बसिरहेको। आँप पनि अर्कै छ त भाइ, किरावाला आँपकै ठुलो हुन्छ हो। ल हेर्नु साथीहरू, ल हेर्नुहोस् न। ओ नो गाइस, ल साथीहरू ल हेर्नुहोस् है, म चाहिँ यहाँ तरकारी आँप देखाउँदैछु। ल हेर्नुहोस् लौका फलेको छ कति राम्रो। अनि आँप हेर्नु न, देखाउँछु बिस्तारै। ल हेर्नुहोस् के आँप हेर्नु न। ओ माई गड, हजुरहरूलाई कति मनपर्छ? रुवायो नि बहिनीलाई? भएन ऊ त्यति हेरेर जाने हेर्न कहाँ
डल्लो एबे डल्लो खर्ची हो लौका चिनोवाला ठुलै हुन्छ तर अलि सानो ओ ल हेर्नुहोस् यस्तो डल्लोवाला यहाँ काँक्रा छैन काँक्रा बुटा छ तर काँक्रा फलेन ल हेर्नुहोस् यो लौका यो 2 थरीका लौका रहेछ है उता अब लामो खालको लौका छ नि हेर्दाखेरि डल्लो खालको लौका ल हेर्नुहोस् यहाँ त राम्रो देखिन्छ आँपको बग्गा ल हेर्नुहोस् ओ माई गड नि यहाँ भित्र देखाएन न के फलेछ के रहेछ न गुई कटर ल हेर्नुहोस् साथीहरू फले कटर ओ माई गड यति एउटै हो पाकेपछि खानु आउनु होला अर्को एउटा फलिरह ल यो चाहिँ यो घिरौँला फलेछ अनि भित्र पनि फलेछ साथीहरू धेरै छ बिक्री गर्नु पुग्छ साथीहरू यहाँ त खाने बिक्री गर्ने ल हेर्नुहोस् है लौका 2 थरीका लौका रहेछन् होइन कोही है यहाँ पनि कति ठुलो भएको भाइ ल हेर्नुहोस् त साथीहरू घिरौँला यस्तो दामी फलेछ बिक्री गर्नु त होला मुन्टला नि रेडी हुँदैछ साथीहरू मैले पोहोर साल देखाएको थिएँ कि पहिला प्रारब्ध कसले सुन्तला हजुर खजुरामा नेपालगञ्ज पनि सुन्तला फल्छ र भनेर कमेन्ट गर्नुहुन्थ्यो तर यही मुन्टला हो है मैले देखाएको ल हेर्नुहोस् कति ठुलो भयो यो लौका छिप्पिन लागिसक्यो यो कलिलोमा राम्रो हुन्छ कि पछि छिप्पिन मिठै हुँदैन ल हेर्नुहोस् अहिले पनि धेरै फलेछ है ओ मुन्टला त कोही पहेँलो भइसकेछ त 12 मासे हो के पहेँलो भइसकेको छ साथीहरू यो बोरी यो फेरि बोडी चाहिँ फुल खेल्दै रहेछ यो खाएको त बोरी त्यो कहिले जाम बिहान खाथि ल तल फलेछ बोडी पनि फलिसक्यो रहेछ ल हेर्नु साथीहरू रेडी हुँदैछ यहाँ तरकारीलाई केही दुःख छैन यहाँ त तरकारीको आउनुहोस् यहाँ त दिनुहुन्छ हाम्रो दिदी बहिनीजी त्यस्तो हुनुहुन्न है यहाँ करेला होइन त्यो त करेला हो ओ माई गड देखेको छैन मैले ओ माई गड साथीहरू के हो ओ माई गड ल हेर्नु साथीहरू ढेङ के हो यो काला फलेको यो साथीहरू भन्नुहोस् त यो काला के हुन् के हो नि यिनीहरू बाहिरबाट फल्यो बाहिर टिप्देला बाहिर फल्छ ओके सबै बाहिर फलिन्छ लग्देला नि त अरूले लखलन अरू लग्दिँदैन नि बाहिरै फलेछ सबै यो त भित्र पसाल्न मिल्दैन ल हेर्नुहोस् साथीहरू भित्र पसाल्दिन्छ करेला जस्तो बाहिर फलेर चाहिँ गएर ट्याप्प टिपेर लगिदियो भने त है साथीहरू लग्दै त यस्तो अनि गालमा तरकारी ल हेर्नुहोस् ओ माई सब बाहिर फल्यो खान भाइ भित्र त कुनै नै तर बुट्टा चाहिँ एकदम यस्तो उसमा बाढमा फल्छ क्या यस्तोमा ल हेर्नुहोस् साथीहरू है ल कोही पाकेछन् ल हेर्नुहोस् ल ओ माई गड यहाँ मस्कको कोपिला रहेछ फुल लगाइदिएको राम्रो देखेछु म राम्रो देखेछु साथीहरू छोराले मलाई फुल लगाइदिएको रे देखेछु म राम्रो को यो सिमीको बुट्टा हो भर्खर सिमी रहेछ यहाँ भर्खर उम्रेको साथीहरू यहाँ चाहिँ मल रहेछ मल भैँसीको मल हो यो भैँसी होइन भैँसीको मल यो पुरै यो सब्जीहरूमा लाउनुहुन्छ सब्जीहरूमा यही लाउनुहुन्छ भैँसी पनि छ क्या साथीहरू भैँसी बाख्रा त्यसैको मल हालेर यस्तो दामी भएछ के अनि ल हेर्नु यति छ नि हेर्नु यस्तो इनफ यहाँ त तरकारी सरकारी किनेर खानुहुन्न होइन मासु मात्रै ल हेर्नुहोस् मासु त किन्नै पर्यो छ त घर नि कुखुरा ल साथीहरू मासु नै खासै कहाँ किनेर खानुहुन्छ र घरै छ हाम्रो त सबै बेबी बेबी आऊ अगाडि जाऊँ अब त ऊ हुन्छ दारिम फलेछ साथीहरू यहाँ त सबै छ फलफुलहरू ल हेर्नुहोस् फलेछ होइन देख्नुभयो तर खाने लायकको हुन्न नि त पछि अहिले सानोमा कति राम्रो छ पछि राम्रो हुन्न खै के भएको यो दारिम यो चाहिँ अम्बा साथीहरू ल हेर्नुहोस् तर अब यो बर्खाको हुन्न के किरा लाग्छ यो भनेको
त्यो भनेको ऊ हो कि अब हिउँदमा खाने हो, राम्रो हुन्छ हिउँदाको लागि। अब चाहिँ यो सबै किरा लाग्छन् कि खै किन साथीहरू, यो वर्षमा 2 चोटि फल्छ कि 2 चोटि फल्छ यो साथीहरू अम्बा, तर खाने एकचोटि मात्रै हिउँदाको मात्रै हो। अनि साथीहरूलाई है त के अरे आँप चाहिँ रहेन साथीहरू, आँप त्यहाँ पनि फसिसके। यो आँप किन कुहिएको हो कि साथीहरू, म केही जान्न चाहन्छु। ल हेर्नु त कति ठुलो आँप छन् होइन साथीहरू, हेर्नुहोस् न कति ठुलो आँप छन् कि। ल यसरी खस्दै पाकेको पनि छैन कि साथीहरू, पाकेको हो र यो, तर कुहिएर झर्ने गरिरहेको छ। यहाँ पनि हेर्नु कति ठुलो छ आँप, झन्नै आधा केजी 1 केजी हुन्छ कि यो ठुलो भएपछि, तर बिग्रेर खस्ने कि। बेबीले पानी चढाउन लाग्यो कि जल चढाउन लाग्यो हाम्रो बेबीले। चढाउनु नेवारको छोरी हो, नेवारको छोरी। ल 3 चोटि गर्नुपर्छ, फेरि 1 चोटि ल्याओस्। त्यो चाहिँ बन्दैछ, यहाँ बनाउँदैछौँ हामीले, बिहानै उठेर बनाएको। गुड मर्निङ रबिना दिदी। गुड मर्निङ। के छ, गर्मी कस्तो लाग्यो? एकदम धेरै गर्मी छ र। अनि कतिको सुताइ भयो त आज गर्मीमा? ठिकै थियो, मौसम ठिक छ अहिले ठिक छ त नि। अहिले त एकदम राति पनि ठिक छ, त्यति गर्मी लागेन। म त बिर्खोस होर्फा थिएँ, मैले कहिले उर्से चाहिँ होर्फोला म हेरि पनि ल भने थियो। ल यतातिर चाहिँ गुड मर्निङ पुनः। गुड मर्निङ। किन यस्तो नाटक पार्ने? गुड मर्निङ। ल साथीहरू अब के गर्ने, अब एकछिन अब क्यामेरा देखेँ, अब मकै खोल्चाउनु पर्यो। के अरू देखिन मान्दैनन् कि आफै देखिनु पर्यो। काम त गर्नै पर्यो, भात दिँदैन भने चिन्ता छ। भात दिँदैन कि पेटको लागि पनि गइरहेको म त्यहाँ अनि पेटीमा राखेँ नि मैले। अनि त्यहाँ अपरेसन गर्ने अरे के, अपरेसन माथि घरमा हो, त्यहाँबाट सुईलाई भेटाएछ। सियो त्यो बहिरा भयो यो वर्षको मान्छे यो है, यो नङ यसको त्यो नङ पाकेको थियो यहाँ, यो सब पार्सनु भएको थियो। मेरो साथी मेरो यो नङ पनि चट्टै पारि यो खालि नङ चोट्टा खायो। यो म बिठाइ दियो गरेन त, लास्टै बिठाइ गरे के। डाक्टर मलाई त मार्नु छ जिनीहरूले। सन्चो भाँच्यो होला, सन्चो यही हो छुच्चो, यही हो छुच्चो त। अनि यता कसले भन्यो त? अनि यसले गर्दा मेरो कसको नङ फालिदिएको मेरो साथीहरू। हाम्रो सानोको कुरा भइरहेको बचपनको। मम्मी नाइ त निस्किन्थ्यो, अन्डा पनि निस्किन्थ्यो। हजुर धन्दै मारेन छन् मलाई सानोमा।
मारेमा त आनन्द हुन्थ्यो के भयो के भयो साथीहरूले गर्मी खानु पर्छ डक्टरहरू रहेछन् सानै बाटो त्यही भएर ठुलो डक्टर नबन्न नसक्या को हो त अनि अब नङचुटाल्ने यो मान्छे मैले नङचुटाल्ने म्याम दुईटा डक्टर रहेछ त त्यो दिदी पनि हो त अब चिन्छु चिन्न त्यो सुरा घोटी घोटी राउ मैले दिएँ हो त्यो हेऱ्यो त्यस्तो पनि कोल्यो एउटा पनि नङ त्यही बनाएर तपाईँलाई म सम्झु मलाई कस्तो सम्झु गएको थियो मलाई के लुटो आएको मलाई अरे लुटो मलाई आउने के निकालेको नि यसैको अनि पेटमा घोचेको नि यसैको पेन्सिल हाल्ने त्यो कम्पास कि कम्पास लिएर निकाली बाटो भँच्ने भए के हुन्थ्यो नि आँडा पनि निस्किन्थ्यो अरे त्यो डक्टर त्यो नपढेर डक्टर पनि डक्टर ठुलो भएपछि के डक्टर पनि लक्षण यस्तै सानोमा त रमाइलो हुन्थ्यो होला सानोको कुरा भइरहेको है गाइजहरू यस्तै हो रमाइलो हजुरहरूकोतिर कस्तो भयो सानोको मकै मकै यति छ अझै ल हाम्रो बिनाजुरको खसी बाख्रा है निकाल्नु भयो खोरदेखि अनि खोरमा चाहिँ भैँसीहरू पाडाहरू छन् यो बाख्रा चाहिँ अब यता चराउन लग्नुहुन्छ अरे भेनाजुले यहाँनिर हाँस कुखुरा हाँस अनि उता कुखुरा चाहिँ कुखुरा छ है साथीहरू हाँस र कुखुरा यता चाहिँ हाँस आइरहेको छ चारो हालिदिनु भयो कि भेनाजुले त्यही भएर खाना आएको छ ल हेर्नुहोस् यता चाहिँ हाम्रो भेनाजुको माउ बाख्रा खसी बोका कुन हो अस्ति गुमिलाएन भने ऊ त्यो ठुलोवाला चाहिँ बाख्राहरू छ त्यहाँ चाहिँ पारापारी भित्र छन् है के खायो यो चाहिँ के हो क्या मोबाइलमा भित्रै मोबाइल खाला जस्तो गर्छ उयो त बोकाले ल कसरी गयो बानी परेको ल साथीहरू ल चा चा जा गरे जा जा गयो अब उता घाँसहरू भएको ठाउँ बाँधिदिनुहुन्छ कि भेनाजुले घाँस खान गयो कत्रो भयो है यहाँको पाडापाडीहरू हेलो गाइज अम्बो सबै सकिसक्नु भएछ त बेचेर हेलो गाइज हेलो कालीहरू हाई हाई कालीहरू हाई 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 ल हेर्नु साथीहरू म 5 त मात्रै रहेछन् सबै बेचिसक्नु भएछ कि सबै गरेर 11 त थिए बेच्नु भएछ ल चिल्ला खानु त भाइ मोटा खानु है साथीहरू ल हेर्नुहोस् यो फेरि भुसहरू हो अरहरी दालको भुस अरे ल हेर्नुहोस् गाइजहरू ल 5 त मात्रै रहेछन् मम्मी बेचिसक्नु भएछ अरू ल होइन चिल्ला के ऊ त्यो रहेछ सबसे ठुलो त्यो रहेछ यो सानो रहेछ किन यो पनि अलगै रहेछ त 3 त बराबर रहेछ यो होइन एउटै साइजको क्या हाई कालीहरू हाई
बाई अब हामी गयौँ ल हेर्नुहोस् तपाईँलाई हेरिराखेर तपाईँलाई हेरिरहेको मम्मी भैँसीले त्यो आँखा देख्दैन भने चाहिँ हेरिराखेँ फेरि भनिदिएन आँखा भैँसीले आँखा देख्दैन अनि कुट्छ भन्नुहुन्थ्यो तपाईँ अब हिँड्ने बेला अब अलि उच्च फङ्गाल्छ अब त्यो जिउ ठुलो हुन्छ नि यसको यो फेरि बाख्राको खोर होइन कि त्यो यो फेरि बाख्राको खोर है जिउले अब धान सहन नि ओजन बढिन्छ र भागको फल्दा चाहिँ देखिन्छ न त यो फेरि अर्को बाख्राको खोर है दुईवटा बाख्राको खोर छन् हेर्नुहोस् अहिले जामुन फलेन पाकेछ मोरो भाइ हाल्छ त्यो मुस्को यहाँ फेरि जामुनको बुट्टा छ कि साथीहरू ए फलिसक अब नपाकेको नि अझै फलेको रहेछ साथीहरू ओ माइ गड तर राता मात्रै के काला नभएका ल मैले टिपेँ ल साथीहरू खाएँ ल साथीहरू कस्तो छ तर नपाकेर हो त्यो गाई चाहिँ को कस्तो छ के छ खाने हो के छ त्यता पहिले सोधेको छैन मैले खै मलाई भात तुरन्त आएर यहाँ कति किन हेर्नु के छियो हेरेर फेरि लिन भात लिन बुइनी केन्चीहरू पानी पर्ला छ आजको मौसम हेर्नु न पानी पर्ला जस्तो छ आजको मौसम हिजो नि यस्तै गरेको थियो पछि गर्मी भयो तर धेरै गर्मी चाहिँ भएन हिजो आज चाहिँ पानी पर्छ म चाहिँ यहाँ के अरे मासु मानिससँगै लौका टिप्न आएको है त लौका कता छन् म बिहान के अरे देखेको लौका देखाएको थिएँ नि साथीहरू त्यो लौका चाहिँ टिप्न जाँदैछु कि हेर्नु है साथीहरू कता गयो ए लौका टिप्छु अलिक ठुलो छ कि अरू भित्रको अलिक सानो भयो जस्तो लाग्यो अलिक कुहिन लाग्यो कि के हो यो भित्र पनि रहेछ यति पनि क्या टिपी ल साथीहरू टिप्न सकेन ल मैले देखाएन ल टिप्न सकेन सुटाउनलाई गाह्रो पर्यो मकै यहाँ छ घाम लाग्न लाग्यो पानी पर्छ कि भन्नुपर्छ साथीहरू पसिना त्यही हो पानी पर्न लाग्यो बिहान कति खुसी भएको क्या पानी पर्छ कि क्या हो पानी पर्छ कि क्या हो भनेर गर्मी भयो क्या साथीहरू न घाम लाग्दा हाई गर्मी यहाँ चाहिँ फेन लगाएर हामीले यहाँ खाना बनाउँदैछौँ गर्मी छ गाइजहरू हाई के छ त हाम्रोतिर यता हल्ली चल्ली ल हाम्रो चाहिँ यता यस्तो छ है साथीहरू आज प्रोग्राम के हो यो कस्तो मिठो कुन चाहिँ वाला खसी बडै कि स्मल No. हिँड्नै सक्दैन स्मल हो र यो
नली पनि छ साथीहरू र हजुरहरूलाई कसलाई मनपर्छ यसको नली खाना के यो के अरे यसलाई के भन्छ अरे बोनम्यारो 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 गाइजहरूलाई हेर्ने यस्तो छ अरे यस्तो पुरा फुल यहीँ बाहिरसम्म हेरेर बुनम यहीँ बाहिरसम्म हेर्नु होइन उसको छैन क्या पकाए पनि त्यो त जान्छ क्या फेरि किन हो राम्रोसँग देख न खै उतापट्टि ल हेर्नु साथीहरू यस्तो छ ए गाइजहरूलाई हेर्नु है अलिअलि झुन्डाल त्यो पखाले पुनममा जस्तो कालै छ सरी साथीहरू अब हामीले यसमा कुकरमा सिटी लाउनु पर्ने हुन्छ कि यसरी पकाउनु पर्छ पाक्नुपर्छ यसमा एकदम अर्डर आएको छ कि हाम्रो आजको कुकमा मेरो बहिनी माई सिस्टरलाई एकदम मिठो पकाउनुहुन्छ उहाँले एकदम छिटो आउन हो छिटो एकदम मिठो पकाउनुहुन्छ अनि हामीले साग यहाँ केलाइसकेको छौँ है अनि दाल छ दाल पनि बनिसक्यो अनि यहाँ चाहिँ आलु आलु काट्नु छ है एकछिनमा काट्नु छ अनि हामी चाहिँ अहिले नुन नमक मसला फेरि एकदम रातो छ कि पिरो 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 मसला हालेर पिरो चाहिँ धेरै न साथीहरू हेर्नु है हजुरहरू पनि यस्तो यस्तो बनाएर खानु होला बोनम्यारो ल्याएर दुईवटा बोनम्यारो फेरि खसाखस गर्नु पाइएन क्या धेरै ल्याउनु त्यति दुईवटा मात्रै पाइएछ त्यही भएर हो साथीहरू न त मिठो लाग्छ भित्र लौकामा नि हाल्छ र त्यो सादा हो तरकारी त होइन नि बनाउनु यस्तै कस्तो झोल हो दाल छ केलाई प्याज हालिन्छ नि त ल अब चाहिँ प्याज हालिसक्यो है बहिनीले लागेर यहाँ अब पाक्छ एकछिनपछि है ल गाइजहरू म चाहिँ लौका काट्दैछु है हाम्रो अर्ग्यानिक घरमै फलेको लौका है यो पनि मासुमा मिलाउने हो अनि हेर्नु यो पनि पकाउनु छ अनि पनि छुट्टै फेरि पकाइदिनु छ रोटी पकाउनु छ हाम्रो त यसरी काम छ आजको साथी गर्मी पसिना जस्तो बोलिरहेको बग्छ कि छैन बग्छ छ पसिना यहाँ फ्यान पनि चलिरहेको छ फ्यान त कता चलाइसक्छ बिहान पानी पर्दा जस्तो गर्छ नि त साथी पसिना तरी भएर गाह्रो छ नेपाल गर्नु चाहिँ पुरा पनि भेनाइल जाने देखाइदिनु न हो क्यामेरामा नेपाल जान्छु अनि हेर्नु साथीहरू पर भेनाजुको मेनु परिश्रम अब चाहिँ यो पाक्यो टमाटर र प्याज मसला पनि पाक्यो अब मासु हाल्ने यसरी हाल्ने ल हेर्नुहोस् हाम्रो आजको कुकमेन एकदम बेस्ट हुनुहुन्छ उहाँ पुनम गले क्ल्याप क्ल्याप म पछि हाल्नेछु त मिलाएर र साथीहरू ल हेर्नुहोस् त्यो नहालेको लास्टमा ए यो चाहिँ आज लास्टमा हाल्ने चलाइसक्यो ठिकै अब सिटी लाग्ने लौका काटेको छैन ल अब यसमा अब अलिकति लौका पनि मिसाउनुपर्छ अनि यसको रस मिठो हुन्छ क्या साथीहरू लौका मिसाएर चाहिँ बाँकी छ बिहानको अझै सकेको छैन अब एकछिनपछि यसलाई पनि फिनिस गर्नुपर्ने छ खानासाना खाएर हुन्छ कि खाना खानुमा लगाएर हुन्छ अनि है त साथीहरू एकछिनपछि हामी यहाँ एकदम बिजी छौँ कि साथीहरू त्यो नफाल्न कस्तो राम्रो छ म त मनखोट लाग्छ यस्तो यस्तो फाल्न पनि
पुरी नछिलेको त नि छिन्दैखेर अनि आफूले के गर्नुहुन्छ नि त्यहाँ बोलाइस् त नि उता देखिस् खानालाई पहिला हामी कति भएको तर याद छ ओके पहिला पहिला अचम्मै खान मन लाग्थ्यो अझ मनै लाग्दैन गाली पार्नु बुट्दै कुकर भएर एउटा कुकरको भित्र बाहिर गएर सिटी पनि हो यहाँ त काम गर्नुभन्दा यहाँ बढी यहाँ क्षति भइरहेको छ जस्तो लागिरहेको छ साथीहरू हामी चाहिँ अब यो पाकेर यसो लाग्दैन भाइ ल अब यसमा लौका मिसायौँ धेरै नमिल्नु अलि हाल्नुपर्छ क्या अलि बाख्रो गेरी पनि नहुँदा साटालेर हाल्नुपर्छ क्या नुहाएको त्यो यहाँ त नुहाएको र के हो थाहै छैन यहाँ बिहान नुहाएको अरे यहाँ पसिनाले फेरि त्यस्तो भइसक्यो ल अब चाहिँ त्यो यस्तै राखेर पाक्छ सिटी लाउने अनि पछि उयो हाल्दैन बोन्म्यारो अनि हामी चाहिँ अब अचारकोतिर लाग्नुपर्ने हुन्छ अचार सब्जी फेरि छुट्टै पकाउनु पर्ने हुन्छ कि साथीहरू यहाँ त थरीका छ के गर्नु र कोहीले रोटी खाने कोहीले भात खाने कोहीले मासु नखाने कोहीले मासु खाने कोहीले तरको यहाँ भेराइटी पाक्दैछ सबको मन पसन्द एकदम ल साथीहरू अब म यो आलु काट्दैछु है साथीहरू लगाइदिनुहोस् अब अचार पनि बनाउनु पर्ने हुन्छ कि हल्का धेरै चाहिँ होइन धेरै खान सकिन्न कि गर्मीमा पेट दुख्छ गर्मी छ क्या त्यसैले म आलु काट्न गएँ है अब आलु काटेर गोर्खे अचार भन्ने बनाउँदैछौँ हामीले काँक्रा काटिसक्यौँ अघि नै नुन मोलेको किन पानी मात्रै आउँछ कि पकाउनु छ यहाँ यो सकेर त्यो भित्र पकाउनु पर्ने छ क्या साथीहरू गाह्रो छ त्यसलाई पनि बाहिर ल्याएर पकाउनु पानी हुन्थ्यो सबै आगोछेउमा भयो नि त म भित्र त त्यही आगोमै बसिरहेको छ कुरा गर्न साथी गर्नु चाहिँ जस्तै छु साथीहरू यता हेर त यता हजुर हेर्नु साथीहरू काम नगरेर हुन्छ र काम नगरेर खानु पाइन्छ र बोन्म्यारो अरे म त्यो के काट्ने मेसिन भएर टुक्रा गरेर सबैलाई फर्केको बोन्म्यारो हो साथीहरू बोन्म्यारो के भन्न चाहनुहुन्छ त्यही भनेर मेरो दिदीलाई लाइक गरिदिनु सब्सक्राइब धेरै दिदी होइन क्या युट्युब आइडी मेरो युट्युब आइडीलाई मेरोलाई दिदीको युट्युब आइडीलाई लाइक गरिदिनु सब्सक्राइब गरिदिनु अनि धेरै माया गर्नु सपोर्ट गर्नु तपाईँको साथ सपोर्टले गर्दा यो आइडी चलाउने मान्छेले अगाडि बढ्ने हौसला मिलोस् हुन्छ अनि मेरो दिदीको युट्युब च्यानलको फ्यामिलीहरू सबैलाई धेरै माया मिठो सम्झन अनि यसै गरी अर्को भिडियोमा हजुरहरूको माया साथ सपोर्टले गर्दाखेरि दिदी भनिदिएकोमा धेरै धन्यवाद जहाँ गयो साथीहरू भेट यस्तो हो कि आफै आगोमा नबसेमा मामजान गाह्रो हुन्छ सबैलाई यस्तै होला सायद सिरी लेखेर खाऊँ त हामी जन्म गर्थ्यौँ खाना बनाउनु सिरी खाना पकाउने है चालेर पनि भनेर पकाउनु मात्रै हो र पकाउनु मात्रै हो र यस्तो पनि हुन्छ बसेर भन्नु राम्रो कस्तो रहेछ है जायान आलु धेरै हुन्छ क्या है काँक्रा र यो मात्रै हो प्याज ठुलो थिएन प्याज त मैले यसो काटेको त अब प्याजै ठुलो छैन भरे सबै काटेर हालिसकिस् छैन ल साथी एकछिन है
अन्त गाई चाहिँ अब हामी बोनमेर पनि अब एड गरिदिउँ है यहाँ सिफ्ट गरिदिनुलाई यसो यसो चला यस्तो गरौँ त्यसले हाँस्नु पर्दैन हुन्छ चलाउनै मिल्दैन त्यही भएर लास्टमा हालेको थियो हुन्छ सिटी लाउँदा रस त गइहाल्छ नि कोल्टो नपार बरु खस्छ होला बरु तेर्सो पार्दा त्यसरी न त खस्यो भने तल आइहाल्छ त्यो पाकेर वाटर हाल्नु नहाल्नु एकछिन पाक्न दिने त्यस्तै सिधी लगाइदिने त्यो पानी छ र त्यहीमा ल अब एकछिन हामी अब एकैचोटि पाकेपछि देखाउनेछौँ गाई चाहिँ गाई अब चाहिँ हामी होइन बाहिरको कामहरू लगभग पाकि नै सक्यो ल है गाईहरू अब बाहिरको लागि सबै अब पाकिसक्यो होइन अब हामी भित्रको लागि तपाईँमा आइरहेको छौँ अहिले अनि रेडी हुनुहोस् अचारको लागि काँक्रा है काँक्रा रेडी अनि खाएर सरी अनि आलु अनि रोटी पर्ने हुन्छ कराईमा अनि पकाउनु पर्ने हुन्छ रोटी पनि बनाउँछ है साथीहरू होइन नि फेरि हामी त भोलि तो देखिए तो वही तो देखिए सब देख रहे हैं स्कूल में गर्मी छ सबैजनाले चिसो पानी खानु होला है अनि गर्मीमा आफै ख्याल गर्नु होला गर्मीमा सबैजनाले चिसो पानी खानु होला आफै ख्याल गर्नु होला साथीहरु नि गर्मी धेरै बढेको छ पानी कम खानु होला दिनमा बिहानदेखि साँझसम्म कसरी सक्छ कुन लगाएको अहिले चाहिँ गर्दै छैन बिहान लगाएको त्यही लगाउनु अहिले बोलेको आवाज आएको छैन होला त्यहाँसम्म है अब माइक अब नमिक दिन्छ कि मेरो बहिनीले मलाई माइक दिन्छ अब युट्युबको लागि होइन एकदम भिडियो चाहिँ हामी बल्छु तेल भुट्न त्यसमा बोका ख्याल गरेको के दिनुहुन्छ तपाईँको बोका तपाईँको मकै अस्ति न हो सबको ख्याल गरिदिनु पऱ्यो गाई चाहिँ आज यसको हाम्रो दिदीको युट्युब च्यानलको म असिस्टेन्ट गाई Đây đây buổi làm gì đấy, bạn nháo nhá.
अनि माया गरिदिनु होला, लाइक कमेन्ट शेयर सब्स्क्राइब गरिदिनु होला हुन गयो। अनि के भन्न चाहनुहुन्छ? अनि हाम्रो बेबीलाई सबैले माया गरिदिनु हैन। हाम्रो ज्ञानी बेबी हो न। तिम्रो दुईजना दिदी बहिनी के हो? को? यो को? यो को? तिम्रो चिका के को? उता ध्यान दे छोड दे। हेलो गाइस, मेरो अचार पनि मैले अगाडि गर्न पाएन। अचार पनि मैले मोलिसकेँ है। यो देखाउँदा यो हाम्रो पाकिसक्यो मासु। अघि हामीले बगाउँदै थियौँ कि ल कस्तो लाग्यो हजुरहरूलाई के यो हाल्छु तर हाल्नु छिटो। अब हामी चाहिँ खाना खान लायौँ। अरू पाहुनाहरू चाहिँ पछि आउँदै हुनुहुन्छ। भेनाजुरो मम्मी र होला हामी चाहिँ यता खाना खाँदैछौँ ल है। कुशल के खाने हो कृपया भन्नु होला है। मासु खानु छ कि ल यता फेरि छुट्टै पाहुनाहरू खाँदै हुनुहुन्छ। हाई, कस्तो छ खाना? मिठो। वाउ, मेरो यहाँ के हो सर? मिठो छैन? खल्लो हो त। खल्लो छ? बेबीहरूलाई मैले के गरेँ? मेकअप गरेको होइन। बस्छ भुइँमा बस्छ। दुईजना हो। ल यता हेर, कसले मेकअप गरिदिएको? दादाले मैले होइन, चमाले। कस्तो भयो? मेकअप राम्रो भएछ? थ्याङ्क यू भनेको खै त? थ्याङ्क यू आन्टी। वेलकम। ल थ्याङ्क यू चमा भन्न। राम्रो बनाइदिनु भएकोमा। कस्तो राम्रो भएछ होइन? आज यिनीहरूलाई राम्रो लाग्यो अरे कि मैले मेकअप गरिदिएको। हल्का हल्का बच्चा बच्चीले रमाइलो लाग्यो अरे बिचरा। यत्तिकै मेकअप गर्ने राम्रो हो न? राम्रो छ कि नै भनेको? छैन? ल पछि हेर्नुपर्छ है। यो म कति राम्रो छु भनेर पछि मामुको मोबाइलमा हेर्ने। ओके 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 भने खै यसरी। ल बाई। यता हेरेर भन्नुपर्छ कि बाई। ल हेलो गाइस, मलाई थाहा छैन नजाऊ के किन पठाउनुलाई कि किन पठाउनुलाई? राम्रै छ किन धुनु पर्यो? न त गयो बरै त्यो त जान्छु भन्छ। के गर्ने, आफ्नो घरको काम पनि गर्नु पर्यो। ल अब यो त जानलाई बाई गर्न हो। यहाँ किन जानलाई त? ल भन्नु न। माग्छ त खोला एकछिन। नाटक मैले पुऱ्याइदिनु लाग्छु। बिहान त नराम्रो कपडा भन्दैछ नि त राम्रो कपडा देखा भनेको। नराम्रो भन्थ्योले च्यालेन्ज गर्ने न? बिहान भन्थ्यो नि नराम्रो कपडा देखा भन्थ्यो नि। अहिले त राम्रो छ देख। खै के होगेर गयो यस्तो गर्ने जो हार्छ त्यही भनेको। अब एक दिन अब बाई बाई। अब बाँच्यौँ भने अब अर्को त्यो भेटौँ ला। खेलेर अहिले त्यति धेरै बाई गरौँ कि साथीहरू जानला यो त अब घर अब यसलाई बिदाइ गर्न आएको जस्तो फेरि हल्का अगाडितिर जान्न लायो। मकै त यति धेरै भएछ आजको यो होला। हेर्नुहोस् पहिलो पहिलो मकै मात्रै छन्। बाई बाबालाई भन्नु पहिला साथी ल अहिले पो आँप देखेँ ल। आँप हेर्नु न
लौका थुप्रै यहाँ लौका मात्रै छ लौका डल्ले लौका लाम्चे लौका कस्तो दामी फुलेको के अब त्यो कहिले भन्छ नि अप्सन गर्नु कहिले भन्छ त्यो भोलि थाहा हुन्छ हँ भोलि थाहा हुन्छ त रिपोर्ट हेरेर डक्टरले त्यही बेला आउनु दादा त्यो बाहिर निकाल त्यो छोरीले त्यो त भोलि जान्छ त बर्दिया ए घर जाने भोलि कति हस्पिटल आएर ल यसले चाहिँ पुऱ्याउनु जान्छ अरे चमालाई बेनालाई हेर्ने 1 घन्टा खतम भएको आज हेर्न पाएन अरे बेना खप्छु ल हेर्न एकछिन ल फर्केर बेना लिएर नि भाइ त नि हेर्न लु लगेर जाउँ बसिया आउँछ कि नै आउँछ अस्ति मम्मीलाई बसाएर लिएर हिजो साँझ ढोका हेर्न रोडमा नलगिस् गयो गयो ल कहाँलाई पछाड्छ अहिले चलाउँछ अलि त बिस्तार नलगाएर गाह्रो बनाउँछ ब्रेक बेसरी हिँड्नु पनि गएर ब्रेक मार्छ कि यसले यसले बेर मारेर नमारे अलि जान्ने हुन्छ त्यो उहाँमा कि आफू बेर मारेर हुट्टी रोड्न मारेर रोज्छ नि त्यो मान्छेहरू सबै गए बडै निसाइलो भयो हामी पनि भोलि गइहाल्छौँ गयो ल यहाँ गए साथीहरू हेर्नुहोस्